नमस्कार। मध्यपूर्वमा अमेरिकाको कारणले जुन तनाव चलिरहेको थियो त्यो कुराले यति बेला विश्व बजार तातेको छ। जो सामाजिक सञ्जालमा आइरहेको छ, अमेरिका र इरान बीच वार्ता भएको छ अथवा हुने चरणमा छ। इजरायल र इरान बीचको द्वन्द्वको कारणले विश्वमा नै एक किसिमको हलचल पैदा भइरहेको थियो। अति आवश्यकीय रूपमा लिएको इन्धनको मूल्य आकाशिएको थियो र ग्यास असहज स्थिति भइरहेको थियो र धेरै नै युद्धग्रस्त भए र इरान र इजरायलको द्वन्द्वले अमेरिकी बेस क्याम्प भएको स्थानहरूमा इजरायलले हमला गर्यो, जुन कुरा प्रत्यक्ष रूपमा इजरायललाई अमेरिकाले साथ दिएको थियो। जो एकाएक अहिले वार्ताको टेबलमा बसेर युद्ध विराम गर्ने जुन कुरा आइरहेको छ, जसले गर्दाखेरि विश्व बजार यति बेला हर्षित बनेको छ। किन भन्दा पेट्रोलियम पदार्थमा सहजीकरण हुने र उच्च बिन्दुमा पुगेको मूल्य न्यून मूल्यमा झर्ने सम्भावना र ग्यासको आपूर्ति सहज हुने र कम मूल्यमा पाइने, जो नेपालमा मात्रै होइन विश्वमा नै यो कुराहरूले के एक किसिमको हौसला उत्पन्न गरेको छ। नेपालले यो विषयबाट केही मात्रामा प्रत्यक्ष लाभ लिन सक्छ। जब पेट्रोलियम पदार्थमा मूल्य बढ्छ, हामीले दैनिक उपभोग गर्ने हरेक सामानमा, अत्यावश्यक सामान होस् अथवा विलासीका सामान होस्, हरेक वस्तुको मूल्य वृद्धि हुन्छ। जो ट्रान्सपोर्टेसन ढुवानी खर्च छ त्यो बढेर आइसके पछाडि अटोमेटिक रूपमा त्यो बढ्ने नै भइहाल्यो। त्यसको तनावमा सर्वसाधारण आम नागरिक पनि परेका थिए र नेपालमा त्यसको जो युद्धको प्रत्यक्ष असर नपरे पनि, नेपालको धनजनको क्षति नभए पनि आर्थिक रूपले क्षतिग्रस्त नै बनाउने सुरु गरेको थियो भने नेपाललाई पनि केही लाभ हुन्छ। यी शक्ति राष्ट्रहरू जसले युद्ध विराम गर्दैछन्, यस्तै विभिन्न देशहरूलाई नेपालको जस्तै उदाहरण लागु हुन्छ र यो एकदमै जुझारु साथ, ठुलो रेसिपीको साथ देखिएको यो जुन अमेरिका मार्फत इजरायललाई फन्डिङ गर्ने, सैन्य हात हतियारहरू सहयोग गर्ने, विभिन्न किसिमको अमेरिकाको प्रत्यक्ष सहयोगमा इजरायलले जुन अन्य देशहरूमाथि आक्रमण गरिरहेको थियो, यसको प्रमुख वार्ता टेबलमा बस्ने प्रमुख पात्रहरू भने अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रप्रमुख नै हुन्। भने कसले जित्यो र कसले हार्यो भन्ने चर्चा पनि सामाजिक सञ्जालमा अर्थात् सामाजिक बजारमा देखिन थालेको छ। सामाजिक न्यायको हिसाबले हेर्दै जाने हो भने युद्धरत अवस्थामा रहेका दुई अलग राष्ट्रहरू जो राष्ट्रियताको खातिर लड्ने गर्छन्, जो कसले आत्मसमर्पण गरे त अथवा एक राष्ट्रसँग अर्को राष्ट्र कसले घुँडा टेक्यो, यो विषयमा विभिन्न किसिमका बहसहरू आइरहेको पाइन्छ र मलाई लाग्छ यो शक्तिशाली देशहरूले एकले अर्कालाई नस्वीकार्ने भन्दा पनि पछिल्लो समयमा क्षति कति भयो र सम्भावित हुन सक्ने, चाहे त भौतिक होस् चाहे मानवीय होस्, हुन सक्ने क्षतिलाई आकलन गरेर सहजीकरणको बाटो अपनाएको देखिन्छ। एउटै एङ्गलबाट हेर्दै जाँदाखेरि जो अमेरिकाले इजरायललाई फन्डिङ गरेको थियो, जो युद्धको लागि प्रोत्साहन गरेको थियो, त्यसको लागि इजरायलले इरानमाथि हमला गरिरहेको थियो र अन्य मुलुकहरूमा पनि यसको प्रत्यक्ष असर परेको थियो र अमेरिकाले चाहन्थ्यो हामी अरूले चाहिँ हामीसँग आत्मसमर्पण गरोस् भन्ने खालको मनोविज्ञान त्यति बेला थियो र अहिले पछिल्लो समयमा के भयो भने इरान पनि म त्यत्तिकै शक्तिशाली छु भन्ने जुन एउटा भाव देखायो, जसले गर्दाखेरि अमेरिका बाध्य भयो, अमेरिकी राष्ट्रपति बाध्य भए वार्ताको टेबलमा बस्नलाई सहजीकरणको लागि।
र त्यहाँ विभिन्न किसिमका आर्थिक लेनदेनका कुराहरू पनि आएको छ। अमेरिकाले त गुमायो, अन्य राष्ट्रहरूले पनि गुमाएका छन्। र सरसर्ती हेर्दै जाँदाखेरि शक्तिशाली यी देशहरूबीच हुने सम्झौता एउटा चरणमा पुगोस्, कसले कसलाई झुकायो, कसले कसलाई गिरायो भन्नुभन्दा पनि यो टेक्नोलोजीको जमाना हो, यो मोडर्न समय हो। यहाँ विभिन्न आधुनिक कुराहरू, गतिविधिहरू चल्ने गर्छ विश्वमा नै। भलै नेपालमा कम होला, तर पनि यो एआईको जमानामा, गुगलको जमानामा बमबाँडी गरेर, वर्षा गरेर, धनजनको क्षति गरेर, भौतिक संरचना नष्ट गरेर कुनै पनि राज्यले केही पनि पाउँदैन। शक्ति मान्ने कुरा एक जमानामा थियो, तर शक्ति के कुरालाई शक्ति मान्ने कुनै पनि राज्यले म शक्तिशाली छु भन्नको लागि देखाउने आधार हतियार बम गोला मात्रै होइन, आणविक हात हतियार मात्रै होइन, त्यहाँ बस्ने नागरिकका चेतना र उसले सोच्ने सोच, गर्ने क्रियाकलाप र विश्वमा आफ्नो जनताले कस्तो कुराहरूको इनोभेसन गरे, कति कुराहरूले विश्वलाई उदाहरणीय रूपमा चाहिँ चिनायो भन्ने कुराहरू आजको शक्ति हो भन्ने जस्तो लाग्छ। र यो हामी गौतम बुद्धको देशका जनताले कहिल्यै पनि हिंसालाई प्रोत्साहन दिँदैनौँ, जसको कारण विश्व नै शान्तिको प्रतीक बन्नुपर्छ, विश्वमा शान्ति हुनुपर्छ। त्यसको कारण त्यसको प्रतिफल नेपाली जनताले पनि पाउनेछन्। विभिन्न खाडी मुलुकमा रोजगारीको सृजनाहरू हुनसक्छ, जो बाध्यात्मक स्थितिले जानपर्ने दाजुभाइ दिदीबहिनीहरू सहजै रूपमा जान पाउने अवसर हुनसक्छ। शैक्षिक रूपमा जान पाउने पर्ने विद्यार्थीहरू जो उच्च शिक्षाको लागि विदेशिनु पर्ने हुनसक्छ, उनीहरूलाई पनि सहज हुन्छ। र यो जुन अमेरिका, इजरायल र इरान बीचको सम्बन्ध बनेको छ, वार्ता बनेको छ, यसले तार्किक निष्कर्षमा पुगोस्, सफल होस्, यति नै।